हामीले चाहिँ यहाँ आज लोकल कुखुरालाई हामी आगो बालेको छौँ अनि आगोमा चाहिँ हामी लोकल कुखुरालाई पोल्दैछौँ एकदम राम्रोसँगले। किनभने आगोमा पकाएको चाहिँ एकदमै मिठो हुन्छ भनेर चाहिँ आज हामीले चाहिँ यसरी आगोमा यसको टाउको अनि यसको जिउहरू यसको रौहरूलाई चाहिँ अहिले पोल्ने काम हुँदैछ। बहिनीहरूले चाहिँ पोल्दै हुनुहुन्छ अनि एकदमै यो चाहिँ रमाइलो फिल भइरहेको छ आगो बालेर। पहिला हामीले चाहिँ आगो बाल्ने गर्थ्यौँ, तर यो धेरै समयपछि फेरि यसरी आगो बालेर अनि कुखुरा पोल्दाखेरि चाहिँ कस्तो रमाइलो फिल हुने रहेछ। अनि आज हामीले चाहिँ यसलाई मजाले आगोमा यसको रौहरूलाई पोलेर चाहिँ यसलाई सफा गर्ने कामहरू हुँदैछ। अनि आगो पनि एकदमै राम्रोसँग बलेको छ। हामी त सबैजना मिलेर यसलाई सफा गर्ने पोल्ने कामहरू अहिले गर्दैछौँ। पानी परेको मौसम छ अनि लोकल कुखुरा हामीले चाहिँ यहाँ पोलेर बनाउने योजना बनाएका छौँ। अनि आगो बालेर यसरी बहिनीले चाहिँ कुखुरालाई राम्रोसँग पोल्दै हुनुहुन्छ, यसको रौहरू सबै सफा होस् भनेर। त्यसपछि हामी यसलाई सफा गरेर पोलिसक्ने कामहरू चाहिँ बाँकी छ। पोलिसकेपछि यसलाई काट्ने काम पनि हामी गर्नेछौँ। अहिले चाहिँ यसको रौहरूलाई सफा गर्ने, मजाले पोल्ने, यसको टेस्ट पनि मिठो हुन्छ भनेर चाहिँ हामीले पोलिरहेको छौँ। हाम्रो दुईजना बहिनीहरूले चाहिँ मजाले पालो यसलाई डढाउने काम गर्दै हुनुहुन्छ। हामी यहाँ टमाटर पनि पोल्दैछौँ अचार बनाउनलाई। अनि बहिनीलाई चाहिँ सोधेले फुक्दै हुनुहुन्छ आगो पनि राम्रोसँग बलिरहेको छ। दुईजनाले एकपट्टि पक्रेर मजाले यसको कपालहरूलाई पोल्दै हुनुहुन्छ। पोल्ने काम हाम्रो यहाँ सकिन लागेको छ लगभग। बेलुकाको समयमा यसरी चिसो मौसममा लोकल कुखुराको सुप बनाउने योजना छ। यसलाई चाहिँ राम्रोसँगले पोलेर चाहिँ हामीले सक्यौँ।